हेलो सेवारो नमस्ते फेरि पनि स्वागत छ मेरो अर्को न्यू ब्लगमा र म चाहिँ आज यहाँ माथि चौतारा सफा गर्न जाँदैछु र अहिले चाहिँ घरमास्तिर पुगेको ल यो चाहिँ मेरो घर ल अब लाग्दिनु पर्ने चाहिँ करेक्टो पुरा केटाकेटीहरूले खेलेर बल्लै बनाएछन् अनि सफा गर्न जाँदैछु अहिले चाहिँ अघि पानी पर्दै थियो अहिले फेरि घाम अलिअलि लागिरहेछ गर्मी भइरहेछ यस्तोको छ गाह्रो छ अनि उता बुवाको कपुरथान वरिपरि अलि सफा गर्ने छ त्यही भएर यस्तो बोकेर जाँदैछु यहाँ केटाकेटीहरू पुरा खेलेर क्या बाल्दै हेर्नु सबै सफा गर्नु आफू धुलो आउँदो रहेछ त केटाकेटीहरू खेल्छन् स्कुलेहरू आएर त्यही भएर यो चाहिँ मेरो बाबाकै यता फुपू हुनुहुन्छ त्यहाँ चाहिँ यो चाहिँ मेरो बाबा ट्याक्कै सफा गरिसक्नुपर्ने छ अनि यस्तो छ बल्लै बनाएर बसी नसक्ने यहाँतिर पनि हेर्नु टक्क सबै बल्लै मान्छे बस्ने नहुने गरेको स्कुलेहरू चकचक गरेर धारामा खुट्टा भिजाउँदै ल हेर्नु यस्तो छ हालत यहीँ छ डस्टबिन ठुक्क लाइटरले हुने बिर्स्यो यो डस्टबिनको बाल दिनुपर्ने थियो यस्तो छ दिनुपर्ने हुन्छ धारामा यो चाहिँ धारा अलिअलि सफा गरेँ मासतिर चाहिँ पुरा झार पनि आइसकेछ के हो यहाँ चाहिँ त्यति बस्दैन मान्छेहरू माइला त झार पनि पलाइसक्यो के भन्नु र यस्तो छ हालत खराब छ ल अब अहिलेलाई यति मात्र अब माथि बुवाको घरतिर जानु छ कपुरथानतिर बुवाको यहाँ त देखिनु त यस्तो फर रहेछ जेठा तुम्बा जेठी तुम्बा सबैको ल यस्तो छ यहाँ अब झारहरू सफा गर्नुपर्ने छ त्यो नै छ काम ल अब
एकछिन भेटौँ है त ल। हेलो साथीहरू, र अहिले चाहिँ म जाँदैछु टक्कसँगले पुग्न लाग्यो। यस्तो पर मेरो बाबाको कब्रस्थान चाहिँ चट्ट लाएर अब त्यहाँ अलिअलि सफा गर्नु छ। र आज चाहिँ हाम्रो तल्लो घरको तुम्बाको पनि आजदेखि कब्रस्थान बनाउने अरे मठ। त्यही भएर यहाँ साथीहरू अघि आएको थिए। उपर यति जमघट भइसकेको छ। चिनाउने बाबाको ल अब एकछिन यता जानुपर्ने हुन्छ। यो बुजीको, यो काकाको, यो चाहिँ हाम्रो माइला दाइको, यो माइला तुम्बाको, यो चाहिँ तुम्बाको, यो चाहिँ हाम्रो तलतिरको काकाको, अनि यो नास्पाते बोजू माथिको, र यो चाहिँ बोजूको, हाम्रो तल्लो घर तुम्बाको। तल्लो घर तुम्बाको कब्रस्थान बनाउनलाई सुरु। यतादेखि हेर्नु देखाउँछु नि त, यस्तो गाडी छ। खै त अनि ढुङ्गा ए हेलो साथीहरू, र अहिले चाहिँ हामी यहाँदेखि सिमेन्ट लग्दैछौँ। अनि हाम्रोतिर चाहिँ यस्तो कब्रस्थान बनाउँदा यसो सघाउने चलन छ। तपाईँहरूकोतिर कस्तो छ? हाम्रोतिर चाहिँ त्यस्तो छ। ल अब एकछिनमा देखाउँछु है त। ल अहिले चाहिँ यत्तिको भयो। अब यहाँदेखि चाहिँ गाह्रो उठाउनु पर्ने हुन्छ टक्क माथि। यता छ काले मिस्त्री, पुरा सूर्य ढुङ्गा काट्दै यस्तो यहाँ उठाउनु पर्ने हुन्छ। हेलो साथीहरू, ल अहिले चाहिँ हाम्रो त्यहाँ माथि ढुङ्गा छैन, त्यही भएर यहाँ ट्र्याक्टरमा ढुङ्गा लग्नु पर्ने हुन्छ। चट्ट लाएर अब एकछिनमा लोड गरेर भेटौँ है त गाइज। ल हेलो साथीहरू, अहिले चाहिँ टक्क सरसफाइ गरेको बुवाको कब्रस्थान वरिपरि यस्तो भयो। अहिले चाहिँ उता टिमहरू यता पनि सफा गर्दैछ काकाको। यो चाहिँ मैले गरिसकेँ। ल अब उता पर जानुपर्ने हुन्छ। ल हेलो, ल अहिले चाहिँ यत्तिको भयो। अघि देखेको अहिले यत्तिको भयो। उता पर छन् साथीहरू, यता हुन्छ काका भतिजहरू। ल टक्क यस्तो भयो है अहिले चाहिँ। के बनाउँदैछ यो मिस्त्री अरे टक्क। ल यस्तो छ। हेलो साथीहरू, अहिले चाहिँ यत्तिको भयो है। अघि कस्तो थियो, अहिले यत्तिको भयो। कस्तो टेन्सन भयो। यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त, के भएको? भागौँ कि क्या हो? यो बाउलालाई चाहिँ पुरा गाली गर्नु पर्यो। खाजा खाँदै हुन्छ अहिले चाहिँ।
हेलो साथीहरू, अहिले चाहिँ ल यस्तो भयो है चट्टु लाएर, यत्तिकै भयो। अब भोलि फिनिसिङ हुन्छ, अब कस्तो हुन्छ भोलि हेर्नु होला। चट्टु लाएर हेलो साथीहरू, अहिले चाहिँ हामी घर फर्किसकेको ल सबै सँगै। र आजलाई यति नै, अर्को भिडियो भोलि फेरि अर्को हुनेछ। म के हो भाइ त हिरो देखिरहेछ। ल आजलाई बाई बाई।